त्यति धेरै सुपारी फुल र हजारी फुलको बेर्ना राखेको अहिले त एउटा पनि छैन। कति साउनको 17 गते हो क्या रोपेको, उम्रिएको थियो कि हल्का 2टा पात फालेको थियो सानो सानो, सारा किराले खाइदिएर हेर्नु सानो किरा छ नि यस्तो, यो के घुङ्गी जस्तो किरा कि त्यही किराले खाइदिँदैछ, सारा फुलभरि खाइदिएर कस्तो चिन्ता लाग्थ्यो मलाई बिरुवा मास्यो भनेर। आज एक ठाउँमा देखाएको थियो र मागेर ल्याएको, त्यही पनि दिनै मन गरेको थिएन, 4वटा मात्रै बुटा दिनु भनेर मागेको, यति पनि यो फेरि किन्न पनि नपाइने, झन्डै हुन्छ त लैजानुस् अब भनेर दिएर 4वटा भए पनि रोपिहाल्न पर्यो तिहारमा। अब यसको हजारी फुल त भइहाल्छ, यसको पनि त महत्त्व हुन्छ त छुट्टै, अनि त्यही भएर 4वटा मात्रै दिनु भइहाल्छ भनेर यति मागेर ल्याएँ। यो फेरि कति नर्सरीमा सोधेँ कहीँ पनि नपाइने, हजारी फुल त किन्न पाइन्छ, मलाई उम्रे पनि नउम्रे पनि केही छैन, हजारी त त्यही पनि रोपिदिन्छु भनेको, उम्रेको थियो कि सारा त्यो किराले खाइदिएर केही पनि नै, म त बिरुवा मास्यो भनेर चिन्ता मानेको थिएँ। अब चाहिँ हजारी फुल पनि किनेर ल्याउनु पर्ला, नर्सरीतिर जानै भ्याएन, अब चाहिँ रोप्दा पनि ठिकै हुन्छ कि भनेको छु। यो पनि त्यही भएर ठुल्ठुला पनि थिएँ, मैले साना छानेर ल्याएको छु कि पोहोरको पहिल्यै फुलेर सबै भगेरालाई खाइदिएर भइभरि बनाइदिएको थियो, त्यो पनि उम्रिएन खोइ। अनि त्यही भएर अहिले चाहिँ मैले अहिले सानो बुटा चाहिँ लैजानुस् भन्नुभएको थियो, छानी सानो सानो ल्याएको छु कि 4-5वटा रहेछ, यति भए त जति भए पनि हुन्छ आमा छोरीलाई। अनि हजारी चाहिँ अब जान पर्ला, 1-2 दिनमा नर्सरीमा जान्छु र अनि ल्याउन पर्ला, नर्सरीमा जान पनि भ्याएन, छिटै फुल्छ कि भन्ने डर लाग्यो कि मलाई फेरि यस्तो ग्रो ब्यागमा छिटै फुल्ने। अब चाहिँ गएर ल्याउन पर्ला, त्यो पनि धेरै ल्याउन 2-4वटा ल्याउँछु, अनि घरै हाँगा बनाएर जति भए पनि हुन्छ। पोहोर पनि त्यही 2-4वटा लिएर मैले कति धेरै बनाएको थिएँ, अब अहिले पनि त्यही गर्ने। अब जान पर्ला एक दिन नर्सरी मौका मिलाएर, नर्सरीमा जान पनि भ्याएन। अब यति भएपछि सुपारी फुलको अर्को पटक चाहिँ राम्रोसँग बेरेर राख्न पर्ला।